हेलो नमस्ते मेरो यो अर्को भ्लगमा यहाँहरु सबैलाई। आज चाहिँ हामी जाँदैछौँ गाउँबाट सोफिया भन्ने ठाउँमा चाहिँ विशालजीले नयाँ सिम कार्ड किन्नु हुने भनेर चाहिँ हामी जाँदैछौँ सोफिया। अनि बहिनी कोपिला र सुरेशजी पनि रुममा आउनु भएको थियो अनि उहाँहरूलाई पनि हामी सोफियामा छोड्न जाँदैछौँ। उहाँहरू सोफियामै बस्नुहुन्छ। आज चाहिँ एकदम चिसो छ, हिउँ परेर 2-3 दिन भयो अनि भर्खर हिउँ सुकिरहेछ। हामी चाहिँ जाँदैछौँ। यो ब्लग चाहिँ सोफिया पुगेर आउने ब्लग रहनेछ, पुरा हेरिदिनु होला। के लिन जानु? अनि ज्याकेटको टोपी छँदैछ नि, म त चिसो छ, चिसो पनि परेर चाहिँ बाहिर जाँदैछौँ। होइन ऊ दुईजना सँगै जाने होइन, हामी सँगै जाने होइन। कहाँ कुद्नु भएको? हामीलाई नलाने ए लु बाई बाई यात्रा ल माइतबाट। माइती आएर फर्केको कोसेली कोसेली हो ल। अनि माइती आएर घर नजिकै छ अलिकति किन भनेको त्यहाँ आउँदैछ कि अरू पनि। आज सोफिया घुम्न जाँदै हाम्रो दाइहरू, तर माइत घर छोड्नु भने मलाई गफ लागिरहेको फेरि आज रातभरि खाइन्छ चिसो भइरहेको छ। दुख्दैन होला हिर्काउँदा पनि। मेरो त मोबाइल समाउँदा हातै ठिकैसक्यो। आज चाहिँ घुमघाम टुर गाउँबाट। बिचरा मेरो बहिनीलाई चाहिँ सानो छँदाखेरि भाँडाकुटी खेलेको याद आएछ अनि त्यो भएर चाहिँ भाँडाकुटी खेले जस्तो भएर चाहिँ मेरो बहिनीले माइतबाट लगेर जान्छ। माइतको कसरी आयो भयो के भिडियो बनाएर कति भिडियो हाती आयो अहिले चाहिँ। अनि खै त पार्टनरहरू आउनु भएन त उता? नयाँ आइहाल्छ। झरेछ भन्नु। घरको स्ट्रक्चरहरू चाहिँ खासै अग्लो छैन, 2 तलादेखि 3 तलासम्म रहेछ। यतापट्टि चिसो छ आज, एकदम धेरै चिसो छ। म चाहिँ चिसोले खोक्दा 1 हप्ता भइसकेको खोकेकै चिसोले। अनि टन्सिलको औषधि खाइयो, खाएर पनि ठिक भए जस्तो भएपछि चाहिँ हामी बाहिर
यस्तो खतरनाक हिउँ परेको छ बाटैमा हामी चाहिँ गाडी चढ्न जाँदैछौँ वास्तवमा भात त क्रिसमसको पार्टी चलिरहेको रहेछ यता पोलापट्टि चाहिँ कहाँबाट कताबाट चढ्ने एउटा यही हो कति नम्बरको चढ्नुपर्ने हो सबै सेन्टरै हो नजिकै हो मेरो हिँडेर 1 घन्टा आज चाहिँ सार्वजनिक विदा भएकोले गर्दाखेरि यहाँको चाहिँ पब्लिक बसको रुटहरू चेन्ज भएको रहेछ अनि पब्लिक बसको रुटहरू चेन्ज भएकोले गर्दाखेरि यहाँनिर अहिले हामी चढ्ने ठाउँमा चाहिँ बस आउनलाई अलिक समय लाग्ने रहेछ त्यही भएर हामी चाहिँ रेलवे स्टेसनतिर जाँदैछौँ अब रेलवे स्टेसनमा गएर रेलमा टिकट लिएर बुझेर हामी फेरि सोफिया भन्ने ठाउँमा जानेछौँ यहाँनिर विशालजी अगाडि हिँडिरहनु भएको छ अनि कोपिला सुरेशजी पनि अगाडि हुनुहुन्छ रेलवे स्टेसनतिर जाँदैछौँ हामी चाहिँ रेलवे स्टेसनमा आइसक्यौँ तर ठ्याक्कै अब कतापट्टिबाट जान्छ त्यो चाहिँ थाहा छैन रेलको लिकमा पनि हिउँहरू अहिलेसम्म सकिसकेको छैन हिउँ परेकोले गर्दा यो चाहिँ रेलवे स्टेसनको अफिस अब अफिसको मान्छेलाई विशालजीले सोध्दै हुनुहुन्छ बहिनीलाई हामी चाहिँ यतापट्टि मन्थन गरिरहेछौँ ठिकै छ अनि आज चाहिँ एकदम चिसो छ कपडाहरू कति लगाउँदा पनि मलाई चाहिँ एकदम चिसो भइरहेछ यहाँनिर हामी चाहिँ पर्खेर बसिरहेका छौँ यो चाहिँ अर्कैतिर जाने रेल रहेछ ल्याइदिन्थ्यो रे अनि ल्याइदिन्छ भने भइहाल्यो त त्यसो भए नजाउँ न त नजाउँ नजाने भए नजाउँ मलाई त जाने भए पनि ओके नजाने भए पनि ओके काम भन्ने छुट्टी हो भाषा पनि सिकी भएको मतलब यस्तै मात्रै सिक्नु ओके Google Translate. रेल स्टेसन
यहाँ चाहिँ तातो आउँदो रहेछ नि त तातो काम झन्डै चुट्यो नि त बाहिर चिसोले कसरी कसरी मैले के गरेको छु अस्ति हामी आउँदा यहाँ झन्डै 1 घन्टा पर्खेर बसेपछि चाहिँ हामी चढ्ने फेटफेटे रेललाई यो अब हामी चढ्छौँ चढ्यौँ हामी चढ्यौँ दत्तरेनभित्र काट्ने हो रे हामीले स्टेसनमा सोधेर टिकट काउन्टरमा सोद्धाखेरि चाहिँ टिकट त्यहीँ काट्नु भनेर भनेको छ त्यही भएर हामी जता खाली छ त्यतै बस्छौँ सिट राखेको छ भनेर चाहिँ सिट खोज्दैछौँ विशाल चाहिँ यतापट्टि आएको हुन्छ म यतापट्टि आउँदैछु सिट हेरेपछि हामी आफ्नो सिटमा जहाँ खाली छ त्यहाँ बस्नेछौँ यहाँनिर चाहिँ खाली भेटायौँ 3टा सिट अनि विशाल चाहिँ छेउमा बस्नुभयो बलक चाहिँ बिचमा यतापट्टि अनि हामी अब चाहिँ सोफियाको बाटो तय गरौँ बहिनी र भाइ अनि सुरेशजी चाहिँ अगाडिपट्टि बस्नु भएको छ हामी यतापट्टि बसेका छौँ अनि अमित भाइ पनि हुनुहुन्छ ट्रेनमा त के स्टेसन हो यो काजीचानेको भाइ भनेर चिन्नु होला रेलमा भेटेको मेट्रो ट्राममा भेटेको भनेपछि के भेटेको स्टेसन सोध्न भनेको होइन त त्यही त ठिक छ दाइ क्लोदिङ अनि ट्रेनको भाडा यस्तो कस्तो हुन्छ ठाउँ अनुसार भाडा टिकट काट्यो भने त कति हो ठाउँ अनुसारको भइसक्यो क्लोदिङ त टाढा यहाँ हामी चढेको चाहिँ पैसा नदिई निस्किनुपर्छ क्या हो तिनीहरू त्यो अघि निस्किनेहरू त्यसरी निस्के त कता लिने हो यहाँ होइन हामीलाई त्यही गाडीमै भनेको थियो क्या टिटीले हाम्रो त्यो स्टेसनमा थिएन क्या काउन्टी हो त्यही भएर त सोध्या नि अहिले झर्ने बेलामा त्यहाँ सोध्ने हो 40 रुपियाँ सुनेको 2 रुपियाँ हो गाडी भाडा 2 रुपियाँले किन 40 थियो नि 2 रुपियाँले गर्दा 40 किन थियो के हो अब स्टेसन आयो यो स्टेसन अब एउटा स्टेसन छ यो लास्ट हो त्यसपछि अर्को होइन त्यही हो हामी निस्किने निस्किने चाहिँ अब चाहिँ निस्केर जान्छ
भरतजीलाई एकदमै अल्छी लागिरहेको छ मलाई पनि अल्छी लागेको छ अल्छी लागे पनि हामी जाँदैछौँ आज चाहिँ सार्वजनिक बिदा छ हिन्दी पनि हुन्छ भनेर सुने के हिन्दी बहिनी चाहिँ पुरा मेरो पनि भिडियो खिच्यो एकदम टोली बाहिरै निस्केर ननिस्क्यो नि हामी निस्क्यौँ ए ऊ निस्केछ नि त यो ढोका मतलब जान्नेमा चाहिँ ए रेलबाट निस्केर बाहिर एक्जिट यो त नाक मुख के हो कच्चा खुचुक भएको देखिन्छ त उयो त ए होइन रहेछ हौ सेन्टर यो चाहिँ यसैको नाममा बनेको छुट्टी रहेछ यो चाहिँ ड्यास बनेको रहेछ बहिनीलाई माइतबाट मेजबान चार नम्बरको आयो 1 नम्बरको 3 नम्बरको के यो चाहिँ नआउने ठाउँ हो त्यो नआउने ठाउँ हो ल ल बक्सिङ होइन पाए फेरि भ्याएन यस्तो चिसो छ माइतबाट आउँदाखेरि किन राति पुग्दा भइहाल्यो नि 721 अघि कति थियो कम भयो ल त पार गयो म 1000 पुर्याउँथेँ नि आज सिम कार्ड पाएन सिमको दोकानहरू चाहिँ पुरै बन्द रहेछ त्यो न्यु इयरको छेकले गर्दाखेरि बन्द चाहिँ सेन्ट्रल रेलवे स्टेसन जाँदैछ बाटो रेलवे स्टेसन हामी चाहिँ यहाँनिर स्टेसनभित्र आएर त्यहाँनिर साथीहरूले चाहिँ लोकेसन हेर्दै हुनुहुन्छ क्रिसमसको फुल पनि बनाएर राखेको रहेछ अनि यहाँनिर टिकट सोध्दै हुनुहुन्छ विशालजीले ओके यस्तो देखाउने अरे हामीलाई ए उसले देखाउने अरे हामीलाई यो अब शोभायात्रा हामीलाई पनि शोभायात्रा यही नै हो आफ्नो एरिया हो आफ्नो एरियामा आउनु हो
होइन फोटो खिच्नु स्क्यान गर्नु गाइड हुन्छ जाडो भने फल्दी हात हाले यता चाहिँ पुग्यो पाइप तानिदिनु ठिक छ त्यसले आफै डिटेक्ट गरिदिरहेको छ डिटेक्ट गर्न टाइम लाग्यो अहिले बुझ्दैन हालेर चाहिँ आइसक्यो कस्तो सिम किन्थ्यो कि मोबाइल गतिलो नभएर हो 1640 भनेपछि अब भयो नि 1640 हामी चाहिँ फाइनल्ली ट्रेनमा बसिसक्यौँ 16:40 16:45 भइसक्यो अब हामी हाम्रो रुमतर्फको बाटो तय गऱ्यौँ आज अब सिम कार्ड पनि पाएन अब नेक्स्ट अर्कोचोटि चाहिँ सिम कार्ड किन्ने त्यसपछि मात्रै हाम्रो यहाँको चाहिँ लोकल सिम पाइसकेपछि मात्रै नेटहरू चल्नेछ नेटहरू चलाउन पाइने छ आज खासमा चाहिँ त्यतिकै आइयो अनि त्यतिकै रुम फर्कियो जस्तो मात्रै भइरहेको छ आज चाहिँ यहाँहरूलाई यो मेरो ब्लग कस्तो लाग्यो यहाँहरूले पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएको छ भने कमेन्ट गरिदिनु होला कस्तो लाग्यो हाम्रो ब्लग अथवा मेरो ब्लग चाहिँ यहाँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला कस्तो ड्युटीमा त्यसरी काम फाइनल्ली हामी चाहिँ अघि जहाँबाट चढेको थियौँ ट्रेन त्यहीँनिर आइपुगिसकेको छ यहाँबाट झरेर चाहिँ 7-8 मिनट लाग्छ अहिलेसम्म मेरो भिडियो हेर्नुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई